आजको मात्र 50 रुपियाँको च्यालेन्ज सजिलो पनि छ र गाह्रो पनि छ। सजिलो यो हो कि छेउमा बेलुन फुटाउने हो र गाह्रो यो हो कि बेलुन फुटाउने बेलामा आँखा झिम्काउनु भएन। यही कुरालाई ध्यानमा राख्दै मोबाइल चलाउँदै गरेको भाइलाई र चिया खाँदै गरेको भाइलाई बोलाएर च्यालेन्ज गराउनतिर लागे। 3 2 1 गो ल। जिमीको भाइ है भाइ ल उहाँहरू पछि कुकर बनाउने दाइलाई हेरौँ है त। ल कलेजबाट आउँदै गरेको भाइलाई पनि हेरौँ। अन्तिममा भाइहरूको जन्मदिन पनि रहेछ। जन्मदिनको शुभकामना दिँदै गेममा सहभागी बनाए उहाँहरूलाई। ठुलो भयो नि लास्टको भाइले चाहिँ बेलुन पड्किने बेलामा केही पनि रियाक्सन गर्नु भएन र जित्नु भयो 50 रुपियाँ। के तपाईहरुले पनि सक्नुहुन्छ? आजको